हेलो गाइस, गुड मर्निङ। शुभ बिहानी। अहिले चाहिँ बिहानको 5 बजिसक्यो। म चाहिँ उठिसकेँ अहिले। आजको ब्लग चाहिँ मेरो जेठाजुको छोराको पास्नी छ। आज मेरो छोराको पास्नी छ। त्यहीको ब्लग हुनेछ आज। र गुड मर्निङ बच्चा। गुड मर्निङ। आज स्कुल जाने कि नै? जाने। भाइको पास्नीमा जाने कि नै? जाने। सो आज त्यही पास्नीको भिडियो बनाएर हाल्नेछु, ब्लग बनाएर हाल्नेछु। हेर्नु होला, बनाइदिनु होला। किनकि बिहानको भोइस पनि नराम्रै आयो होला। भोइसलाई इग्नोर गर्नु। र अहिले चाहिँ छोराको पास्नी छ, त्यहाँ गएर आजको भिडियो चाहिँ पास्नी चाहिँ हुनेवाला छ। सो बाउलाई छोडेर स्कुलबाट आइसकेँ म। अब पास्नीमा जानु छ, त्यत्तिकै त जानु भएन होइन। कपडाहरू बाबुलाई केही लगेर जानु पर्यो, त्यत्तिकै त जानु भएन। त्यही भएर अब दादा जाम कि बिजौरी जाम कि कहाँ जाम सामान लिन। त्यो बाटोमै छु अहिले, घर जाँदैछु। अब घर गएर कपडा चेन्ज गरेर सामान लिन जान्छु। अनि त्यसपछि छोरोको बाटो हेर्छु। 1 बज्यो भने जान्छ मामा छोरा। म चाहिँ बिजोटी जाँदैछु। त्यही हो, बाटोमा छु। बिजुलीबाट आइसकेँ। गाडी प्याक भएर गाडीमा भिडियो बनाउनु सकिनँ। जाने बेलाको त्यस्तै, आउने बेलाको त्यस्तै। अझै आइसक्यो। आमा यति प्याक थियो गाडी, पुरै छोडिदिउँ क्या। ढोकामा झुन्डेर आइरहेको छु। सो म आइसकेँ। अब छोराको बाटो हेर्ने हो, घर गएर काम छ, अलिअलि कामहरू गर्ने हो, बाबुको बाटो हेर्ने। अनि त्यसपछि बाबुलाई लिएर स्कुलबाट आयो भने हामी जान्छौँ। यति बेलासम्म गएको छैन। बिहान 5 बजे आयो है भनेर बोलाउनु भएको थियो ठुले आमाले। अब के गर्ने के, बाबुलाई नलगेर गयो भने फेरि झ्याउ हुन्छ। बाबुको बाटो हेर्नु पऱ्यो। एक्लै जानु पनि मन लाग्दैन। फेरि एक्लै गयो मम्मी भन्छ जाने भनेर। त्यही हो। अब आएन भन्छन् होला। 1 बजे 5 बजे उठेर भनेको 1 बजे जाँदा त सुन्नुपर्छ होला अलिअलि। म चाहिँ रेडी, हामी चाहिँ रेडी भइसक्यौँ। हामी कहाँ जाँदा छौँ बाबु? हाम्रो ठुलबाबाको घर। किन त्यस्तै? जाने बेलामा किन जाने बेलामा त्यस्तै। ल हामी चाहिँ जान लाग्यौँ। पास्नी उठाइसकेँ। अब घर जाने हो। त्यही हो,
राम्रोसँग भिडियो बनाउनु पाइएन मान्छेहरूको उयो भएर। सो आजको ब्लग चाहिँ यति नै। बिहानदेखि बेलुकीसम्म भागदौड गर्दा गर्दा बेलुका भइसक्यो। सो फाइनली आजको ब्लग नि भयो। धेरै दौडिरहेछ। सो त्यही भएर आजको ब्लग यति नै। यो ब्लगलाई माया गरिदिनु होला, सबैजनाले हेरिदिनु होला, साथ दिनु होला, त्यही भन्न चाहन्छु। मेरो ब्लग हेर्ने सम्पूर्णलाई हृदयबाट धन्यवाद भन्न चाहन्छु। त्यसले अब नेक्स्ट ब्लगमा भेट हुनेछ। आजको ब्लग यति नै। मबाट केही भएछ भने घटी कमी नपुग हजुरलाई थाहा पाएमा हजुरहरूले कमेन्ट गर्न सक्नुहुन्छ। कमेन्टमा मलाई सुझाव दिन सक्नुहुन्छ। सो नजानेको मान्छेले ब्लग बनाइरहेको छु। फर्स्ट ब्लग पहिलेको, यो चाहिँ सेकेन्ड ब्लग हो मेरो। सबैले माया साथ दिनु होला मेरो सेकेन्ड ब्लगलाई। र म ब्लग बनाउने स्टार्ट भर्खरबाट गरिरहेको छु। मबाट केही गल्ती घटी भएमा माफी चाहन्छु। र केही कमी हुन्छ भने पनि हजुरहरूले सिकाउनु होला कमेन्टमा, होइन? कमेन्ट गरिदिनु होला। सो यति नै।